हेलो गाइज, वेलकम छ नयाँ भिडियोमा। आज म टन्न यत्रोहरू लगेर आज धेरै टाढा जाँदैछु। एकदम बस पनि एकदम राम्रो छ। यो हाम्रो नयाँ बस। मैले नयाँ बस किनिसकेको छु। पहिला अलिक पुरानो थियो, अहिले नयाँ बस बनाइसकेको छु। हेर्नुहोस्, यत्रोहरू टन्ने छन्। यस्तै यत्रोहरू टन्ने नै यत्रो भयो त फेरि अर्को बस पनि मैले छिटै किनिहाल्छु। हेर्नुहोस्, बस एकदम डिजाइन एकदम कडा छ। हुड सुट एकदम कडा छ डिजाइन। यस्तै हुनु पर्यो यात्रु होइन। अर्को बस पनि मैले छिटै नै किन्नेवाला छु। आज मैले आम्दानी अलिक कडा भइरहेछ। यहाँबाट चल्यो गाडी, कता जाने हो फेरि यता यसो हेर्नु पऱ्यो नि त। हो, यो टरक मभन्दा अगाडि गइसक्यो। यो यहाँबाट गाडी छिर्छ त, अलिक ठुलो बस छ नि त मेरो। ओ, अट्क्यो गाडी। यहाँबाट अलिक गाडी छिर्दैन होला कि, मेरो गाडी अलिक ठुलो छ नि त। हल्का ब्याक आउनु पऱ्यो फेरि। अब ट्राई त गर्नु पऱ्यो फेरि, छिर्छ कि नै। बेकार ट्राई गर्नु पऱ्यो। पछाडि के हो फेरि, पछाडि एउटा ठोक्किसकेको छ मासला। हाम्रो गाडी यहाँबाट छिर्छ। हल्का हल्का पानी परिरहेको छ है, बाटो एकदम चिप्लो छ। हाम्रो गाडी छिरिसक्यो चेकपोस्टबाट। अगाडि कडा पानी परेको रहेछ है। हाम्रा यात्रुहरू एकदम राम्रा छन्, मजाले बसिया छन् भित्र। यात्रु फुल छन्, पानी एकदम कडा परेको छ। गाडी हल्का चिप्लिरहेको छ, हान्ने हो कि भन्ने यस्तो डर पनि छ। पानी हल्का चिप्लो छ नि त बाटो, त्यही भएर हल्का गाडी ठोक्किसक्यो उता। तर पनि सही ठाउँमा आइसक्यो। गाडी हाम्रो एकदम रफ्तारमा चलिरहेको छ। भित्र गाना पनि बजिरहेको छ, तर तपाईँहरू सुन्नुहुन्न। एकदम त्यो साउन्ड प्रुफ भयो नि त गाडी। बाहिर साउन्ड बाहिर जानु लाग्यो, खतरा छ गाडी। अगाडि हाम्रो गाडीहरू अगाडि बढिरहेछन्, स्पिडमा छन् उनीहरू पनि। तर पनि मभन्दा स्पिडमा जान सक्दैनन्। हेर्नु न फेरि, एउटा अङ्कल त्यहाँ अटोमा है भिज्दै चलाइरहन्। जाडो भइरहेको होला अङ्कललाई, यसो तातो केही दिनु पर्यो। ए साइड लाग भाइ, साइड लाग, दाइ आइसक्यो।